नमस्कार, म दिनेश धवल, एभरेस्ट बैंक भारतका लागि प्रतिनिधि। पन्जाब नेसनल बैंक मार्फत नेपाल पैसा कसरी पठाउने, यसको प्रक्रिया के, यसमा लाग्ने शुल्कहरूको बारेमा जानकारी गराएको थिएँ। हजुरहरूले उक्त भिडियो मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद। यससँग सम्बन्धित अर्को महत्त्वपूर्ण जानकारी लिएर आएको छु। मलाई धेरैजसो कस्टमरको जिज्ञासा आउने गरेको छ। हामी नेपालमा छौँ, तर हामीले चाहिँ पहिला इन्डियामा खाता खोलेको थियौँ, त्यसको चेकबुक पनि हामीसँगै छ। त्यसलाई चाहिँ क्यास कसरी गर्ने, अथवा हामीले चाहिँ इन्डियामा चाहिँ एलआइसी गरेका थियौँ, त्यो चेक चाहिँ हामीले चाहिँ त्यसको चेकको पेमेन्ट पाएको छौँ। त्यो चेकको पेमेन्ट चाहिँ हामी नेपालमा कसरी लिने, या त्यो चेक चाहिँ हामीले नेपालमा कसरी क्यास गर्ने भन्ने धेरै जिज्ञासाहरू आएको छ। त्यसै बारेमा म एउटा छोटो जानकारी हजुरहरूलाई गराउन चाहन्छु। यदि हजुरहरूको भारतको कुनै पनि ब्याङ्कमा खाता छ या सोको चेक तपाईँहरूसँग छ भने, अथवा भारतको कुनै पनि ब्याङ्कबाट चेक चाहिँ भुक्तानीको लागि प्राप्त गर्नुभएको छ भने, त्यस्तो चेकहरू तपाईँले एभरेस्ट ब्याङ्कमा गएर खाता खोलेर जम्मा गर्न सक्नुहुन्छ, अथवा तपाईँको एभरेस्ट ब्याङ्कमा खाता छ भने सोही खातामा पनि जम्मा गर्न सक्नुहुन्छ। एउटा कुरामा चाहिँ विशेष ध्यान दिनु होला, खाता अनिवार्य रूपमा चेकमा नाम उल्लेख गरेको व्यक्तिको नाममा हुनपर्ने हुन्छ। ब्याङ्कमा जम्मा गरिसकेपछि ब्याङ्कले भुक्तानी प्रक्रिया पुरा गरी सो रकम हजुरहरूको खातामा जम्मा गरिदिन्छ। समयको कुरा गर्दा चेक हाम्रो रिप्रेजेन्टेटिभ अफिस दिल्लीमा पुगेको 3-4 कार्य दिनभित्र चेक पास भएमा सो रकम हजुरहरूको एकाउन्टमा क्रेडिट हुन्छ। यदि त्यो चेक चाहिँ कुनै कारणवश बाउन्स भएमा त्यो चेक चाहिँ हामीले हरेक 15 दिनमा चाहिँ नेपाल फिर्ता पठाउँछौँ र हजुरहरूको ब्रान्चमा पुग्दासम्म 20 से 25 दिन लाग्न सक्छ। हो, ब्याङ्कले यस प्रक्रियामा निश्चित शुल्क लिन्छ। हाललाई ब्याङ्कले चेक रकमको 0.15 पैसा अथवा 500 जुन बढी हुन आउँछ त्यो प्लस कुरियर चार्ज लिने गरेको छ। सम्बन्धी विस्तृत जानकारीको लागि हजुरहरूले एभरेस्ट ब्याङ्कको वेबसाइट अथवा एभरेस्ट ब्याङ्कको कुनै पनि ब्रान्चमा सम्पर्क गर्न सक्नुहुन्छ। हजुरहरूलाई चाहिँ भारतीय चेकहरू नेपालमा कसरी जम्मा गर्ने र सोको के प्रक्रिया के कसरी हो भन्ने बारे बनाएको हो। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो, राम्रो लागेको छ भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला। हस्त, धन्यवाद।